टिकटकको पासपोर्ट चेन्ज गर्न चाहनुहुन्छ या तपाईँ टिकटकको पासपोर्ट बिर्सिहाल्नु भएको छ भने आजको भिडियोमा तपाईँहरूलाई सबै कुरा सिकाउँछु। त्यसकारण यो भिडियोलाई एन्डसम्म हेर्नु, च्यानललाई सब्स्क्राइब गरेर भिडियोलाई लाइक गरिदिनु। अब आउनु मेरो मोबाइलको स्क्रिन रेकर्डमा, जहाँ तपाईँलाई म राम्रोसँग बुझाउँदैछु। साथीहरू, म आफ्नो मोबाइलको स्क्रिन रेकर्डमा छु र यहाँ तपाईँहरूलाई म सिकाउँछु कि तपाईँहरूले आफ्नो टिकटकको पासपोर्ट कसरी चेन्ज गर्न सक्नुहुन्छ। यहाँ 3 डटको अप्सन हेर्न सक्नुहुन्छ साथीहरू। प्रोफाइलमा आएर यहाँ त्यसपछि तपाईँले यहाँ हेर्न सक्नुहुन्छ सेटिङ एन्ड प्राइभेसी, यहाँ तपाईँले क्लिक गर्नुहुन्छ भने त्यसपछि यहाँ तपाईँ आउनु सक्नुहुन्छ अकाउन्टको अप्सनमा। अकाउन्टको अप्सनमा आउनुभयो भने यहाँ तपाईँ हेर्न, त्यसपछि साथीहरू यहाँ हेर्न सक्नुहुन्छ पासपोर्टको अप्सन र यहाँ तपाईँले आफ्नो पासपोर्ट चेन्ज गर्न सक्नुहुन्छ। म यहाँ आफ्नो पासपोर्ट चेन्ज गरिहाल्छु। साथीहरू, म यहाँ आफ्नो एउटा पासपोर्ट राखिहालेको छु। त्यसपछि यहाँ म कन्टिन्यूमा गरिदिन्छु। कन्टिन्यूमा गरे भने मेरो पासपोर्ट चेन्ज भइहालेको छ साथीहरू। अब साथीहरू, तपाईले आफ्नो बिना फोन नम्बर र बिना इमेलको आफ्नो टिकटक खोल्न चाहनुहुन्छ भने म तपाईहरुलाई एउटा कुरा तपाईलाई सिकाउँछु आज। तपाईहरुलाई पहिला तपाईले के गर्नुपर्छ, तपाईको जुन पनि तपाईको टिकटक आइडी छ त्यसको युजर नेम तपाईलाई कपी गर्नुपर्छ। त्यो कपी गरेपछि साथीहरू यहाँ म तपाईलाई लग आउट गरेर आउँछु। यहाँ तपाईले के गर्नुपर्छ, जुन तपाईको टिकटकको युजर नेम छ यहाँ तपाईलाई पेस्ट गरिदिनु पर्छ। यहाँ पेस्ट गरिदिनु भयो भने त्यसपछि तपाईको जुन पासपोर्ट हुन्छ त्यो पासपोर्ट यहाँ राखिदिनु भयो भने यहाँ हेर्न सक्नुहुन्छ यहाँ मेरो आइडी खुलिहालेको छ। यसरी तपाईहरुले पनि बिना फोन नम्बर र बिना इमेलको पनि आफ्नो टिकटक खोल्न सक्नुहुन्छ र पासपोर्ट चेन्ज गर्नको लागि म तपाईहरुलाई सिकाइदिएको छु कसरी चेन्ज गर्ने हो। यस्तै अपडेट र यस्तै जानकारीको लागि हाम्रो च्यानल सब्स्क्राइब गरे साथीहरुले यो भिडियोलाई पनि लाइक गरिदिनुहोस्। धन्यवाद।